नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुने गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्। बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग भएको छलफलबारे पत्रकारहरूलाई जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले वैशाख 12 गतेदेखि सुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ। उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए। उनले शिक्षकहरूमा शिक्षा प्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे। सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरूले सकारात्मक ढङ्गले ग्रहण गर्नुपर्ने उनको भनाइ छ। उनले भने सार्वजनिक शिक्षा प्रतिको उहाँको जवाफदेहिता के छ उहाँहरू स्वयंले जान्नुहोस्।